सबैजना खाना खानालाई रेडी लाइन बसिरहेको छ। खाना खाने टाइम 1 बजे 1 बजे खाना खाने टाइम रहेछ। अरूले बनाउँदा के फरक पर्छ हैन, आफूले बनाउँदा के फरक पर्छ। सब सबै खाना खानाको लागि लाइन बाई लाइन स्टप भनेपछि खाना खानाको लागि सबै आफ्नो कुर्सीमा बसिरहेको हुन्छ। यो चाहिँ रुल्स हुन्छ, रुल्स यसमा चाहिँ रुल्स। अब खाना यो चाहिँ 6 जनालाई बाँडेर खाने रे। यो चाहिँ एउटा टेबलमा 6 जना हुन्छ रे, 6 जनालाई बाँडेर खाने रे। कौन है ये लोग, कहाँ से आते हैं? 268 जना ट्रेनिङ आजको चाहिँ सबै खाना खाने टाइम हो। उहाँ चाहिँ मेरो साथी, उहाँ पनि साथी, सँगै आउने साथी। 9 जनामा 3 जना एकैचोटि भयो। अब राइस can see guys, this is chicken, chicken. Oh my god, wow, chicken on the egg. Wow, juice. 1 table 6% only. टोलीहरू खाना खाएर सबै थाल मार्दैछ, पखाल्दैछ। सबै आफ्नो थाल आफैले पखाल्ने रे। सबै लाइन बाई लाइन छ यहाँ दारामा। 268 जना भनेको थोरै हो र। अब खाना साना खाएपछि फेरि लुगा चेन्ज गर्ने रे। यो ड्रेसलाई चेन्ज गरेर अर्को लुगा लगाउनु पर्छ। रुल चाहिँ फलो गर्नुपर्छ। हाम्रो रुम चाहिँ यता G2। ओहो ल, यसै गरी लगाउनु पर्छ। यहाँ छ रुम है G2 मा। यता G3 G4 सम्म छ, अनि यता छ अर्को बेड। चाहिँ ड्रेस अर्को युनिफर्ममा चेन्ज भएको छ सबैजनाको। यो क्यान्टिन हो। खाना खाएर सबजना निस्केर अब फेरि ट्रेनिङ अर्को टी सर्टमा, जुन यहाँको यहीँ दिन्छ। TNG को फुल फर्म के होला फेरि पुरा रूप भन्नुहोस्। ट्रेनिङ नेपाल्स गार्ड TNG को फुल फर्म चाहिँ। सबले यस्तै लुगा लगाएर जानुपर्ने हुन्छ। अब यो फेरि ट्रेनिङ हलभित्रै छिर्नुपर्ने हुन्छ। नेम चाहिँ रुल्स चाहिँ फलो गर्नुपर्छ, नत्र भने त फेरि बस हुन्छ अरे। पानी यहाँ पानी यो भित्र ट्रेनिङ हल। Kayu sebelah pintu ni ada bekas, ada beg kecil. Ada acing, yang tu गार्डको ड्रेस हो भने अहिले सब नयाँ ड्रेस हो।
टी सर्टमा छ टी सर्ट सुजमा सेक्रेटरीहरूको युनिफर्म फेरि चेन्ज भएको छ अहिले चाहिँ ट्रेनिङ हल यो चाहिँ सब टी सर्टमा यो चाहिँ टी सर्टमा हो यहाँको नेम हुन्छ आलाम बजेको छ सबैजना आऊ आऊ भनेर ठुलो स्वरले बोल्न पनि हुँदैन त्यही भएर सानो स्वरले बोलिरहेको छु दुई 268 जनाको यहाँ फोटो खिच्ने प्रोग्राम चलिरहेको छ ने प्रोग्राम हो यो चाहिँ 268 जनाको फोटो खिच्ने र ट्रेनिङ साथसाथै अब बेलुका खाना पनि खायो टक्क खाना खाएर यसो आराम गरेको अवस्था हेलो गाइस हाम्रो साथीको आइडी हैन युट्युबलाई फलो गर्दिनु होला क्यान्टिन खाना खाएर रेस्ट टाइम भएको छ सबैजना आफ्नो ताबा छ यता मजाले आराम गरेर बस्नु भएको छ यता चाहिँ रेस्ट टाइम 268 जनाको ट्रेनिङ रहेछ आज चाहिँ सबैजना आफ्नो रुममा छ फेरि अहिले 8 बजेदेखि 9:30 बजेसम्म नाइट सी भ्यू कत्रो छ रे भ्यू चाहिँ यता साथै यहाँ माछा पनि रहेछ माछा गाइस माछा माछा पनि रहेछ ल खतरा भ्यू त यस्तो खतरा रहेछ कि ल ट्रेनिङ लिन आउने बेला चाहिँ खत्रै बस्न चाहिँ मिल्दैन रहेछ खाना भने 8 चोटि दिने रहेछ ल बाफ्रे बाबरे यति ठुलो रहेछ कि यो होस्टेल क्यान्टिन भनौँ न क्यान्टिन ल ल भ्यू त खतरा छ गाइस यो चाहिँ मलाई अहिले कति बज्यो 7:30 वाह अब पछाडिको भ्यू वाह स्काई ब्लू कलर खतरा छ लगाएछ यता पनि छ साथीहरू सब मल चलाएर बस्नु भएको छ सबैजना खाना खाएर रेस्ट टाइम हो एकछिन अब 8 बजेदेखि 1 घन्टा हुन्छ हाम्रो साथी 2 जना यहाँ 1 जना कोठामा हाम्रो कम्पनीबाट पनि 4 जना परेको थियो ल यस्तो नाइस छैन कि यहाँ पोखरीमा फेरि माछा छ पोखरी माथि पनि मान्छे बस्न बसेर यताउति आउटजाउट गर्न मिल्यो फोटो खिच्न नि मिल्यो लगाइस हेर्दै गर्नु होला अब के हुन्छ अब बाँकी अब बेलुकाको ट्रेनिङ फेरि आउँछ फेरि यो चाहिँ नाइटको फेरि ट्रेनिङ हुँदैछ नाइटको सेक्रेटरीहरूको सबको नाइट ट्रेनिङ फेरि सुरु हुँदैछ गाइस
सुरु हुँदैछ अब यहाँ प्रोजेक्टर हुन्छ त्यहाँ लेख्ने त्यहाँ हुन्छ बोर्ड व्हाइट बोर्ड छ सबैजना 268 जनाको ट्रेनिङ हल चाहिँ यहाँ छ सबैजनाको अल मलेसिया नेपाली मात्रै हुन्छ यहाँ चाहिँ हेर्नुहोस् सबै आफ्नो पारा छ कोही खाना कोही पानी खाँदै हुनुहुन्छ भने कोही सबै सेल्फी हान्ने भिडियो लिने भिडियो सबै यस्तो छ अब 1.5 घन्टा 1.5 घन्टा हुन्छ ट्रेनिङ हुँदै हुनुहुन्छ उताबाट सबैजना हेर्नु त अब हेर्नु त थोरै जस्तो लाग्यो 268 जना थोरोहरू 268 जना भनेको हेर्न सक्नुहुन्छ सबै सेक्युरिटी गार्डहरू हो नेपालीहरू सब यति मान्छेहरू अझै कति होला अनि नेपालमा अनि कहाँबाट हुन्छ मान्छेहरू अहिले सब विदेश भएपछि अब डे 1 को चाहिँ ठ्याक्कै ट्रेनिङ सक्यो रातको 9:30 बजेसम्म लिँदो रहेछ अब डे 2 को बाइक छ अब भोलि त्यो बाँकी नै छ अब आजको लागि बाई बाई सी यू अब सबैजना फेरि खाना खाने जाने त्यसपछि अनि सुत्ने